मान्छे गलत या राम्रो कहिल्यै पनि हुँदैन। गलत या राम्रो त उसको बोली हुन्छ। जस्तै यसरी विचार गरौँ न है, हजुरहरू मध्ये एकजना आमाले मलाई के भन्नुभयो भने एकचोटिको लागि उदाहरण हो कि गुरुजी यसो गर्नु न, आज म भ्याउँदिनँ, मेरो बाबुलाई हजुर स्कुलसम्म पुर्याइदिनु है भनेर हजुरहरूले मलाई भन्नुभयो। बुझौँ है मेरी आमा। मैले हस् आमा भने अनि मैले हजुरको नातिको त्यो ब्यागलाई उठाएर आफ्नो काँधमा राखेर मैले नानीको औँलो समातेर लिएर गएँ। अब भन्नुहोस् त हजुरहरूको लागि म के भएँ? म हजुरहरूको लागि राम्रो भएँ। कति राम्रो रहेछ। अब यदि हजुरहरूले भन्नुभयो पण्डितजी मेरो नानी आज भ्याउँदिनँ, स्कुल पुर्याइदिनु है भन्नुभयो हजुरले, मैले भने म मेरी आमाले त भनेको मान्दिनँ, तपाईँको म किन पुऱ्याउनु भाइ, आफ्नो काम आफै गर्नु न। अब एकछिनको लागि अब हजुरहरूको लागि म को भएँ? मेरी आमा नराम्रो भएँ। तो कहिले राम्रो या नराम्रो म होइन, राम्रो या नराम्रो मेरो बाणी हो जो म हजुरको प्रति राखिरहेको छु। कोही पनि व्यक्ति राम्रो या नराम्रो हुँदैन, उसको वचन कस्तो छ, उसले संस्कार कस्तो पाएको छ, ऊ गल्तीलाई सुधार्न कतिको सक्छ त्यसमा फरक पर्छ। गल्ती गर्नु त प्रकृति हो, हामी मानव हौ, हामीबाट गल्ती हुन्छ। गल्ती गर्नु प्रकृति हो, त्यसलाई स्वीकार गर्नु नै संस्कृति हो। गल्ती त गर्यौ तर स्वीकार गरेनौ भने त्यो संस्कृति राम्रो भएन। गल्ती गर्नु प्रकृति हो, त्यसलाई स्वीकार गर्नु संस्कृति हो र त्यसलाई सुधार गर्नु नै प्रगति हो। प्रगति गर्नको लागि कुनै रुपियाँ धन पैसा कमाउनु पर्छ भन्ने छैन। कुनै गल्ती नगरौँ, आफ्ना परिवारमा बसेर आफ्ना परिवारको मुख हेर्दा कमसेकम हामीलाई क्रोध नआओस्। कहिलेकाहीँ यस्तो हुन्छ